हेलो गाइस, हेर्नु होला हाम्रो चाटक चाहिँ यस्तै छ। हाम्रो डे अफको दिन चाहिँ हामी तीनजना बाहिर निस्केको थियौँ अनि हामीले चाहिँ बुक्केहरू नि लगेको थियौँ नि त। अनि मेरो साथीले चाहिँ भिडियो बनाउँदै रहेछ क्या, मैले चाहिँ क्यामेरा तेर्साइदिएको क्या। अनि फेरि नाच्न सुरु भइहाल्यो। नाचेर यता फेरि अर्को बहिनीलाई यसो क्यामेरा तेर्साएको, उसले नि पोज दिन्छ हो फेरि। देउस रमाइलो भएको थियो क्या। अहिले अब जाडोको मौसम हो नि त, अनि जाडोको मौसममा चाहिँ अब दिउँसो चाहिँ अब घाम लाग्छ नि त। टक्क घाम लाग्दाखेरि चाहिँ कस्तो रमाइलो हुने क्या, कस्तो रमाइलो भएको थियो। अनि हामी चाहिँ उता गयौँ यता परेवा भएकोतिर। अनि यहाँ चाहिँ अब मलाई चाहिँ अब परेवालाई चारो घर यतै रुमबाटै लान चाहिँ मिल्दैन होला भनेर सोचिराखेको क्या, तर मिल्दो रहेछ क्या। हामी चाहिँ उतै किनेर दिनुपर्ने होला भनेर नपुगी गएको थियौँ। भएर त त्यहाँ चाहिँ नपाउँदो रहेछ परेवालाई चारो, यतै बाहिरैबाट किनेर लानुपर्ने रहेछ। अनि हामी चाहिँ यस्तो कस्तो रमाइलो क्या बाहिर। अनि यता हामी चाहिँ यता के हो यो मलाई नाम भन्नु पनि आएन क्या, त्यहाँ पनि चारो दिनु पर्दो रहेछ। सेतो पन्छी बकुला हो कि के हो मलाई चाहिँ नाम आएन। तपाईँहरूलाई नाम थाहा छ भने भन्नु होला, बकुला हो कि के हो, मलाई चाहिँ एउटा नाम थाहा भएन। क्या रमाइलो भएको थियो क्या। त्यहाँ चाहिँ कति धेरै मान्छे थियो क्या। त्यो भिडियो गर्नु नै कस्तो अप्ठ्यारो लाग्ने क्या। अब यहाँको मान्छेहरूलाई अब भिडियोमा उनीहरू देख्नु रुचाउँदैन नि त, त्यो पनि हो। अनि फेरि यता सबै भेला भएको रहेछ, त्यति बेला चाहिँ यसो क्लिप भनेर लिएको। अनि यहाँ चाहिँ बहिनीले फेरि बुक्कै देखाउनु परिरहेछ क्या। यस्तो यस्तो रमाइलो भयो क्या। तर यहाँ भिडियोमा मैले सबै समेट्नु सकेको छुइनँ, तर थोरै तर त्यो भिडियोमा भन्दा बाहिर रमाइलो भइरहेको थियो। राति चाहिँ फेरि परेवा जस्तै उठ्नु परेको अरे क्या। त्यसपछि चाहिँ हामी उता गयौँ अनि घाम पनि अस्ताउन लागेको थियो क्या। अनि कस्तो राम्रो भ्यू हेर्नु न त्यहाँ, मलाई चाहिँ कस्तो मन पऱ्यो क्या। यस्तोहरू खिच्नु मलाई चाहिँ साह्रै मनपर्छ क्या। अनि टक्क हामी चाहिँ उतापट्टि गयौँ फेरि समुद्रको किनारमा। मैले चाहिँ यस्तो बोकेर फेरि मलाई चाहिँ फेरि सो गर्नु मन लागिहाल्ने क्या। अनि यता गयौँ अनि हामी चाहिँ त्यहाँ भिडियो बनाइरहेको थियो क्या। उता फेरि दिदीहरूले बोलाइराख्नु भएको थियो रहेछ। मैले चाहिँ कस्तो अब हामीले बोलाएको होइन होला भन्दै अगाडि चाहिँ अब देखेर पनि नदेखेको जस्तो गर्यो क्या। भएर चाहिँ हामीलाई नै बोलाउनु भएको रहेछ। अनि हामी चाहिँ खुसी हुँदै हो, त्यहाँ गीता चाहिँ खुसी भएर हो चटपटे लिएर बसिरहेछ। अनि फेरि मलाई चाहिँ कफी दिनुभयो दिदीले, अनि कफी खायौँ। चटपटे नि कस्तो मिठो बनाएर ल्याउनु भएको थियो क्या, मिठो थियो। अनि अझ कस्तो खुसी लाग्यो क्या। यस्तो अब हुन्छ नि बाहिर पार्कमा चाहिँ अब नेपाली भेटेर चाहिँ अब उहाँहरूले के ल्याउनु भएको छ त्यही बाँडेर खाँदाखेरि चाहिँ कस्तो अर्कै खुसी मिल्यो क्या। मैले चाहिँ कफी खाएँ, यता मकैहरू पनि ल्याउनु भएको थियो। अनि यहाँ गीताले चाहिँ चटपटे खाइरहेछ, कस्तो मिठो छ भन्दै खाइरहेछ। चाहिँ फेरि यहाँ चक्लेट बाँड्दै हुनुहुन्छ, चक्लेट पनि ल्याउनु भएको रहेछ, चक्लेट पनि दिँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ सबैजना यहाँ एकछिन बसेर खायौँ सबैजना। गीतालाई मैले कस्तो छ भनेको, उसको त यस्तै छ नि त बानी, फेरि जिस्किरहेको छ नि त। मिठो मानेर खायौँ हामीले सँगै बसेर, मिठो थियो, कस्तो रमाइलो लाग्ने क्या। अनि यस्तै हो। फेरि मेरो टर्न आयो यता। म चाहिँ त्यो दिन चाहिँ अब भिडियो अरूको भिडियो खिच्नै ठिक्क भयो। मेरो चाहिँ त्यो खासै छैन क्या भिडियोहरू, तर लास्टमा यति नै हो मेरो भिडियोहरू चाहिँ। मैले यसो उडौँ न भनेर यस्तो उडे गरेँ क्या। अनि सबै परेवा उड्यो नि त, मलाई चाहिँ कस्तो डर लागेको क्या। ला मलाई गाली गर्ने हो कि भनेर। अनि फेरि लास्टमा हाम्रो यो चाहिँ फोटोहरू हो। धन्यवाद, हेरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला, कमेन्ट गर्नु होला।